मान्छेहरूले भनेको कुरा सुन्दाखेरि चाहिँ रवि लामिछानेको अझै एकजना अमेरिकन नागरिक होइन अमेरिकन महिलासँग उसको डिभोर्स भएको छैन अरे, उसको बच्चा चाहिँ छ अरे तर उसको डिभोर्स भएको छैन अरे। अनि यदि रवि लामिछाने भोलि त किनभने अहिलेको अवस्थामा पनि रवि लामिछानेले अब अहिले त सभापति छन् होइन, र अनि यो विदेशी महिला होइन अमेरिकन महिलाले फेरि आफ्नो छोरी होइन छोरी छन् भन्ने थाहा छ, अब देखेको छैन। अब त्यो रवि लामिछानेको नाजायज भनौँ न, रवि लामिछानेको नाजायज सन्तानलाई नेपालमा आएर अब नेपालमा जसरी पनि नागरिकता देऊ भनिन्छ कि नागरिकता दिन बाध्य नै हुनुपर्ने हो। र अर्को कुरा चाहिँ रवि लामिछानेको एउटा सानो मिस्टेकले होइन एउटा सानो मोज मस्तीले गर्दा फेरि हाम्रो नेपालमा फेरि एकजना विदेशी के अरे एजेन्ट थपिनुपर्ने हो। यो राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यहरू, राष्ट्रिय स्वतन्त्र पार्टीको सपोर्टरहरू र नेताहरू ले चाहिँ अमेरिकाले गरेको जेनजी आन्दोलनमा गरेको लगानीको चाहिँ विरोध गर्दैनन्। जताततै सार्वजनिक भइसकेको छ होइन, विश्व मिडियामा पनि आइसकेको छ कि नेपालको जेनजी आन्दोलनमा अमेरिकाले यति लगानी गरेको छ भनेर न्युजहरू सत्यतिर आइरहेछ। विश्वको सबै नागरिकहरू चाहिँ चनाखो भइसके, तर उनीहरूले राजसभाको सपोर्टरहरूले चाहिँ मान्दैनन् यो कुरै थाहा छैन उनीहरूलाई, यो न्युज चाहिँ थाहा छैन उनीहरूलाई, यो न्युज थाहा छैन र यो कुरा फेरि विरोध गर्न पनि उनीहरू तयार छैन। र विरोध कसो गर्छन् भन्दा फेरि अमेरिकाको एमसीसी को विरोध गर्ने अनि त्यो हर्क साम्पाङ र अमेरिकाको यो लगानी जेनजी आन्दोलनमा हुने लगानी नेपाल ध्वस्त बनाउने लगानीमा चाहिँ लगानीको विरोध गर्ने हर्क साम्पाङको विरोध गर्छन्, केपी ओलीको विरोध गर्छन्। राष्ट्रवादी नेसनलिस्टहरूको प्रो चाइनिजहरूको चाहिँ विरोध गर्छन् अनि अमेरिकाको विरोध गर्न सक्दैनन्। किन? अमेरिकाले खान दिएको छ र भने हामीले अमेरिकाको सहयोग के को लागि लिनुपर्छ भन्दाखेरि कि त पढाइ सेक्टरको लागि कि त टेक्नोलोजी, त्यो दुईटा मात्रै, अरू चिजमा हामीले लिनु पर्दैन। हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यहरू, राष्ट्रिय स्वतन्त्र पार्टीको सपोर्टरहरू र नेताहरू ले चाहिँ अमेरिकाले गरेको जेनजी आन्दोलनमा गरेको लगानीको चाहिँ विरोध गर्दैनन्। जताततै सार्वजनिक भइसकेको छ होइन, विश्व मिडियामा पनि आइसकेको छ कि नेपालको जेनजी आन्दोलनमा अमेरिकाले यति लगानी गरेको छ भनेर न्युजहरू सत्यतिर आइरहेछ। विश्वको सबै नागरिकहरू चाहिँ चनाखो भइसके, तर उनीहरूले राजसभाको सपोर्टरहरूले चाहिँ मान्दैनन् यो कुरै थाहा छैन उनीहरूलाई, यो न्युज चाहिँ थाहा छैन उनीहरूलाई, यो न्युज थाहा छैन र यो कुरा फेरि विरोध गर्न पनि उनीहरू तयार छैन। र विरोध कसो गर्छन् भन्दा फेरि अमेरिकाको एमसीसी को विरोध गर्ने अनि त्यो हर्क साम्पाङ र अमेरिकाको यो लगानी जेनजी आन्दोलनमा हुने लगानी नेपाल ध्वस्त बनाउने लगानीमा चाहिँ लगानीको विरोध गर्ने हर्क साम्पाङको विरोध गर्छन्, केपी ओलीको विरोध गर्छन्। राष्ट्रवादी नेसनलिस्टहरूको प्रो चाइनिजहरूको चाहिँ विरोध गर्छन् अनि अमेरिकाको विरोध गर्न सक्दैनन्। किन? अमेरिकाले खान दिएको छ र भने हामीले अमेरिकाको सहयोग के को लागि लिनुपर्छ भन्दाखेरि कि त पढाइ सेक्टरको लागि कि त टेक्नोलोजी, त्यो दुईटा मात्रै, अरू चिजमा हामीले लिनु पर्दैन। हामीले ठगीको वास्तविक परिभाषा के हो भन्ने थाहा नपाएर ठगी गरेकोलाई सरकारले लिएको प्रतिशोध भनेर परिभाषित गर्नेहरूले सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्छन् अरे। भ्रष्टाचारको अन्त्य गर्नको लागि पहिला ठगीबाट सुरुवात गर्नुपर्ने रहेछ नि त। यदि सरकारले प्रतिशोध लिन चाहेको भए त्यो मुद्दा नचलाउने भनेर निर्णय नगरेर त्यही बेलामै दोहोरो नागरिकता, दोहोरो पासपोर्ट भनेर मुद्दा ठोकिदिन्थ्यो नि त। बात गर्थे हो। रविकुले बालशोधन गर्दैछ विदेशीको पूजा हो, रविकुले बालशोधन गर्दैछ विदेशीको पूजा। सुशीला सरकार विप्लवलाई जिस्काउँदैछ यता हो, जेनजी सरकार विप्लवलाई जिस्काउँदैछ यता। रविकुले बालशोधन गर्दैछ विदेशीको पूजा। खबरदार।